यहाँ छ मदर कल्चर गरेको ट्राइकोडरमा तपाईँले हेर्न सक्नुहुन्छ। यसबाट अब हामीले विभिन्न यो मिडियामा हामीले यसलाई मल्टिप्लिकेसन गर्छौँ। यस्तै नै राखेको थियौँ हामीले, यसरी नै यो पछि त्यो मल्टिप्लाई भयो अनि यसपछि मास प्रोडक्सन जाने हो। हजुर, यसपछि चाहिँ हामीले मास प्रोडक्सनमा जान्छ। यसलाई चाहिँ स्टेरिलाइज गर्नुको कारण भनेको चाहिँ यसमा भएको कुनै पनि माइक्रो अर्गानिजमहरूलाई किल गर्नु हो। ब्राउन राख्नुको कारण चाहिँ अब हाम्रो लोकल्ली अभाइलेबल हुने भएर चाहिँ अनि किन्दा पनि सस्तो हुने होइन, भुस धेरै सस्तो हुने भएर हामीले चाहिँ भुस र ब्रान्डमा गइरहेको छौँ। हाम्रो अदुवाली अनुसन्धान कार्यक्रममा हामीले यो वर्ष चाहिँ करिब 100 किलो भन्दा बढी चाहिँ हामीले टाइकोडर्मा उत्पादन गर्यौं। जुन बनाएको टाइकोडर्मा छ हामीले फिल्डमा यसरी ब्रोडकास्टमा पनि हामीले एप्लिकेसन गरिरहेका छौँ। अब हामीले अलिकति इकोनोमिक पनि हेर्नु पर्यो, हामीले फेरि किसानहरूले छर्दाखेरि यसलाई चाहिँ अलिक सस्तो पनि हुनु पर्यो भन्ने हिसाबले काम पनि गर्नु पर्यो र अलिकति इकोनोमिक पनि हुनु पर्यो भनेर हामीले यो कन्सल्टेसनमा हामीले गर्दैछौँ। र विशेष गरी यो टाइकोडर्मा केमा बढी प्रयोग गरिन्छ त भन्दाखेरि जरा कुहिने, डाँठ कुहिने, त्यस्तै गरी तपाईँको यो बेर्ना कुहिने यस्ता अथवा ओइलाउने रोगहरू जति पनि छन् त्यस्तो रोगहरूको नियन्त्रण गर्नको लागि यो प्रयोग गरिन्छ। यहाँहरू सबैलाई नमस्कार। यहाँहरूलाई आज एउटा असाध्यै महत्त्वपूर्ण विषयको बारेमा जानकारी दिन गइरहेको छु। तपाईँले मैले हातमा लिएको देखिरहनु भएको छ, यो टाइकोडर्मा हो। यो फाइदाजनक ढुसी हो। यो ढुसीलाई हामीले अदुवाली अनुसन्धान कार्यक्रमको यहीँको माटोबाट आइसोलेट गर्यौँ। यसबाट चाहिँ यहाँबाट छुट्याएर त्यसमा हामीले हाम्रो प्रयोगशालामा, यही भित्रको प्रयोगशालामा उत्पादन गर्यौँ। त्यो उत्पादन गरेर त्यसपछि हामीले फिल्डमा पनि एप्लाई गर्यौँ। अब म तपाईँहरूलाई आज यो भिडियोमा यो टाइकोडर्मा कसरी हामीले चाहिँ उत्पादन यो आइसोलेट गरिन्छ, कसरी हामीले त्यसलाई चाहिँ प्रयोगशालामा उत्पादन गर्छौँ, साथसाथै त्यसका समुचित रूपले कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा र कुन कुन रोगको व्यवस्थापनमा यो टाइकोडर्मालाई प्रयोग गर्न सकिन्छ भन्ने बारेमा यहाँहरूलाई डिटेलमा भन्न गइरहेको छु। आज चाहिँ हामीले ट्राइकोडर्मा मल्टिप्लिकेसन गर्दैछौँ। जुनै पनि प्याथोजन जस्तो भाइरस, फङ्गस मल्टिप्लिकेसनको लागि हामीलाई एउटा कन्ट्रोल र स्टेराइल इन्भाइरोमेन्ट चाहिन्छ। त्यो चाहिँ हामीले यो लेमिनर फ्लोभित्र पाउन सक्छौँ। लेमिनर फ्लोमा हामीलाई स्टेराइल इन्भाइरोमेन्ट हुन्छ र हामीसँग यहाँ छ मदर कल्चर गरेको ट्राइकोडर्मा, तपाईँले हेर्न सक्नुहुन्छ। यसबाट अब हामीले विभिन्न यो मिडियामा हामीले यसलाई मल्टिप्लिकेसन गर्छौँ। अब हामीले यहाँ मल्टिप्लिकेसन गरेको हेर्न सक्नुहुन्छ तपाईँहरूले। त्यसको लागि हामीले सुरुमा इथानोलले सर्फेस स्टेरिलाइजेसन गरिसकेका छौँ। त्यसपछि हामीसँग यो मदर कल्चर छ। यसबाट चाहिँ हामीले अब विभिन्न मिडियाहरूमा फेरि यसलाई मल्टिप्लिकेसन गर्दैछौँ। त्यसको लागि हामीलाई टिजिङ निडल चाहिन्छ। यो टिजिङ निडललाई हामीले इथेनोलमै डिप गरेर राखेको छौँ। अब यसलाई हामीले फ्लेममा केही समयको लागि तातो बनाउन राख्छौँ। अब यो रातो भइसकेपछि यसमा भएको जम्सहरू पनि सबै किल हुन्छ। त्यसपछि चाहिँ हामीले अब यसबाट थोरै टिज गरेर थोरै निकालेर यसमा यसरी ट्रान्सफर गर्न सक्छौँ। यसरी हामीले डायगनल्ली 5 ठाउँमा यसरी राख्यौँ भने केही समयपछि हाम्रो ट्राइकोडर्मा मल्टिप्लिकेसन भएर यो पेट्री डिसभरि हुनेछ। अब यति गरिसकेपछि हामीले यसलाई यो प्याराफिन टेपले र्याप गरिदिनु पर्ने हुनेछ। यो लिड पनि हल्का लुज हुने गर्छ, जसले गर्दा चाहिँ इयरहरू अरू जम्सहरू पस्न सक्छ। त्यसको लागि चाहिँ हामीले प्याराफिनले पुरै सिल गरिदिन्छौँ यसलाई। यो प्याराफिन टेप लगाइसकेपछि हामीले यहाँ चाहिँ अब कुन स्याम्पल हो त्यो स्याम्पलको नाम, कुन स्याम्पलको ट्राइकोडर्मा हो त्यसको नाम, अनि हामीले कहिले इनोकुलेट गरेको थियौँ त्यो डेट लेखेर छोड्छौँ। पछि फेरि त्यहाँ इन्क्युबेटरमा राख्दा त्यहाँ धेरै डेटको हुन्छ, मिक्स हुनसक्छ होइन। काम गर्दा चाहिँ अब पहिला गरेको छिटो गर्ने भनेर चाहिँ हामीले यहाँ डेट राख्ने गर्छौँ। त्यसै गरी हामीलाई ल्याबको लागि अर्को नहुने कुरा चाहिँ इन्क्युबेटर हो। यो हामीसँग यो फेडफुल कम्पनीको इन्क्युबेटर रहेको छ। यस्तो यहाँभित्र तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ ट्राइकोडर्माहरू हामीले पहिला कल्चर गरेर राखेको विभिन्न ट्राइकोडर्माका स्याम्पलहरू छन्। अब चाहिँ हामीले यसलाई चाहिँ यसरी उल्टो बनाएर राख्छौँ, नत्र इभापोरेसन भएर होइन स्याम्पल बिग्रिने धेरै चान्स हुन्छ। त्यही भएर चाहिँ हामीले के गर्छौँ यसमा मल्टिप्लिकेसन हेर्न सक्नुहुन्छ। पहिला गरेका यहाँ ट्राइकोडर्माहरू यहाँ विभिन्न ट्राइकोडर्माका मल्टिप्लाई भएको यस्तै नै राखेको थियौँ हामीले, यसरी नै यो पछि त्यो मल्टिप्लाई भयो अनि यसपछि मास प्रोडक्सन जाने हो। हजुर, यसपछि चाहिँ हामीले मास प्रोडक्सनमा
जान्छ यसैलाई लिएर मैले देखाइरहेको छु, यहाँले देख्न सक्नुहुन्छ। यसरी इन्कुबेटरमा हामीले पहिला आइसोलेट गऱ्यौँ। आइसोलेट गरिसकेपछि मदर कल्चर बनाइसकेपछि मदरबाट फेरि हामीले अरू त्यसको चाहिँ मास कल्चरमा हामी जानुभन्दा अगाडि अलिकति मिडिया बनाइरहेका छौँ। त्यो कहिले हामीले राखेको कति दिन भयो, कति दिनमा निस्कन्छ भन्नु पऱ्यो? यो जनरली 3-4 दिनमा निस्किन्छ। कहिलेकाहीँ ढिलो भयो भने 6 दिनभित्र तयार हुन्छ। यसको जस्तो इन्भाइरोमेन्टको हिसाबले अलिकति भनिदिनु न, त्यो टेम्परेचर ह्युमिडिटीको कुराहरू होला, त्यसमा कतिमा राख्नुपर्ने हुन्छ मेन्टेन गर्दा? हाम्रो टेम्परेचर चाहिँ 25 देखि 28 डिग्री भित्र भन्छ, अनि यहाँ चाहिँ हामीले 27.9मा राखेका छौँ। ट्राइकोडर्मा प्रोडक्सनको लागि हामीले युज गर्ने सब्सट्रेटहरूलाई सुरुमा यो अटोक्लेभमा स्टेरिलाइज गर्नुपर्छ। हामीले स्टेरिलाइज गर्दाखेरि यो अटोक्लेभमा पानी हाल्ने गर्छौँ र त्यो पानीको स्टिमले यो सबै स्टेरिलाइज गर्छ। स्टेरिलाइज गर्नुको कारण भनेको चाहिँ यसमा भएको कुनै पनि माइक्रो अर्गानिजमहरूलाई किल गर्नु हो। हामीले त्यसरी अटोक्लेभ गरिसकेपछि अनि सफा भाँडोमा राख्नुपर्ने हुन्छ, किनभने हामीले यो ट्राइकोडर्मा जुन बेनिफिसियल ढुसी उत्पादन गर्दैछौँ भने बाहिर इन्भाइरोमेन्टमा थुप्रै खालका ढुसीहरू हुने गर्छन्। ती ढुसीहरू त्यहाँ नआओस् भन्नको लागि र त्यहाँ यदि त्यस्तो भुसहरूमा टाँसिएको छ भने पनि त्यसलाई हामीले के गर्छौँ त पानीको बाफ लगाएर त्यसरी अटोक्लेभबाट पनि गर्न सक्छौँ। मैले यहाँहरूलाई देखाइरहेको छु। यो अहिले हामी भुस चाहिँ सस्तो भएर भुसमा गरेका हौँ, अरू चिजहरूमा पनि गर्न सकिन्छ। पहिला हामीले अब ट्राइकोडर्मा मदर कल्चर गरेको थियौँ, अहिले चाहिँ हामी अब यो मल्टिप्लिकेसन गरेको छौँ। यसको लागि हामीलाई सफ्टवेयर चाहिन्छ, त्यसको लागि ब्रान अनि त्यसपछि भुस चाहिन्छ। हामीले यो ब्रान र भुस चाहिँ हामीले 5:1 को रेसियोमा हाल्छौँ। 5 भाग भुस अनि त्यसै गरी 1 भाग भनेको हाम्रो ब्रान हाल्छौँ। हामीले युज गर्नुभन्दा पहिला यो दुवै सफ्टवेयरहरूलाई अटोक्लेभ गर्नुपर्छ। हामीले यसलाई अटोक्लेभ गरिसकेपछि हल्का फिजाएर ओभरनाइट सोक गरेर राखिदिन्छौँ। राखिदिइसकेपछि अर्को दिन त्यो पानी फालिसकेपछि त्यसमा हामीले दुईटालाई मिक्स गरेर प्लास्टिकमा हामीले 250 ग्राम भरेर राखेका छौँ। अब यसमा यो सफ्टवेयर राखिसकेपछि ट्राइकोडर्मा प्रयोग गर्ने अर्को उपाय पनि छ। त्यसको लागि हामीले 3वटा पेट्री डिसबाट होइन 3वटा पेट्री डिसमा राम्रोसँग भएको ट्राइकोडर्मा स्लाइडको मद्दतले यस्तो स्काप गर्दै निकालेर अनि त्यसमा 120 मिलिलिटर डिस्टिल वाटरमा राख्नुपर्छ र यिनीहरूमा चाहिँ हामीले 20 मिलिलिटर सिरिन्जको हेल्पले हाल्नुपर्छ। अब ब्रान्ड राख्नुको कारण चाहिँ अब हाम्रो लोकल्ली अभाइलेबल हुने भएर चाहिँ अनि किन्दा पनि सस्तो हुने होइन, भुस धेरै सस्तो हुने भएर हामीले चाहिँ भुस र ब्रान्डमा गइरहेको छौँ। र कोदोहरू पनि हुन्छ, अनि कोदोहरू अलिक महँगो पर्यो अनि हामीलाई चाहिँ अब इजिली अभाइलेबल फार्मरको लेभलबाट हेर्दा पनि अब इजिली अभाइलेबल हुने भएको भएर हामीले भुस र ब्रान्डले युज गरेको छौँ यसको लागि। आज चाहिँ अब म हजुरहरूलाई यो ट्राइकोडर्मा यो मलमा कसरी प्रयोग गर्ने भन्ने कुराको जानकारी दिन गइरहेको छु। यो चाहिँ हामीले 20 दिन अगाडि बनाएको भुस र ब्रान्डको सफ्टवेयरमा बनाएको ट्राइकोडर्मा हो। यहाँ हरियो कलर आइसकेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो हरियो रङहरू सबै ट्राइकोडर्माको हो। यो पूर्ण रूपमा यसमा ट्राइकोडर्मा आइसकेको छ। अब चाहिँ हामीले यो पाकेको राम्रोसँग पाकेको मलमा चाहिँ हामीले यो मिसाएर प्रयोग गर्छौँ। कति मात्रा? यसको लागि चाहिँ हामीले 1 किलो ट्राइकोडर्मा 10 किलो मलमा मिसाउनु पर्छ। हजुर, यो चाहिँ 1 किलो ट्राइकोडर्मा 10 किलो मलमा हालेपछि धेरै इफेक्टिभ हुन्छ। तर रोग कतिको छ हजुरको ठाउँमा? धेरै लागेको छ भने धेरै प्रयोग गर्दा राम्रो भयो, अनि रोगको कति लागेको छ त्यो अनुसार चाहिँ हामीले हजुर। अब हामीले यो ट्राइकोडर्मा मलमा मिसाउन गइरहेको छौँ। यसको लागि चाहिँ हामीले यो पातलो गरी यो मललाई चाहिँ फिजेको छौँ, यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले। अब यसमा हामीले ट्राइकोडर्मा हाल्छौँ। ट्राइकोडर्मा चाहिँ हामीले अब मसिनो लेयर गराएर यसरी खिच्छौँ मजाले, युनिफर्मली बराबर मात्रामा हामीले खिच्छौँ। कम्पोस्ट मलमा हाल्यो भने के हुन्छ भने धेरै कम्पोस्ट मलमा प्रयोग गर्न सकिने भएर खेल्न जाँदाखेरि सबै ठाउँ फैलिने भयो। एउटा कम्पोस्ट मलमा हाल्न सक्छौँ, अर्को बिउ उपचार गर्न सक्छौँ, अर्को के गर्न सक्छौँ भन्दाखेरि पछि माटैमा गएर एप्लिकेसन गर्न सक्छौँ। माटैमा लाइनमा लाउँदा पनि हामी गर्न सक्छौँ। र पछि त्यस्तो गर्दा पनि लायो भने चाहिँ हामी फेरि के हुन्छ भने पानीमा सोल्युसन बनाएर पनि हाल्छौँ। हामीले चाहिँ यो हेर्नुहोस् त अहिले उत्पादन गरेको यो चाहिँ हाम्रो अदुवाली अनुसन्धान कार्यक्रममा हामीले यो वर्ष चाहिँ करिब 100 किलो भन्दा बढी चाहिँ हामीले ट्राइकोडर्मा उत्पादन गऱ्यौँ। यहीँको बाटोबाट आइसोलेट गरेर
हामीले त्यसको कल्चर डेभलप गऱ्यौँ, त्यसपछि त्यसलाई मल्टिप्लाई गरेका छौँ र अहिले यो फिल्डमा एप्लिकेसन गर्दैछौँ। हामीले कम्पोस्टमा हालेर पनि प्रयोग गरिरहेका छौँ भने यो चाहिँ अब के हुन्छ भने फिल्डमा पनि हामीले अदुवा बेसार लाउने बेलामा पनि छरेर यसमा चाहिँ लाइनमा छर्ने अथवा बाहिर माथिबाट ब्रोडकास्टिङ गरेर पनि हामीले गर्दैछौँ। यसरी अहिले हामीले यो चाहिँ अदुवाको यो प्लान्टिङ गर्दाखेरि विषादी प्रयोग नगर्ने, यसमा जैविकमै जाने भनेर हामीले सुरुदेखि नै यसका चाहिँ मापदण्डहरू अप्नाएका छौँ र गरिरहेका छौँ। यो यदि यहाँ राम्रोसँग यसले चाहिँ काम गर्यो भने यसलाई मल्टिप्लाई गरेर आउने दिनहरूमा किसानको फिल्डमा पनि लाने हाम्रो उद्देश्य छ। हामीले अहिले अदुवा बाली अनुसन्धान कार्यक्रममा सानो स्केलमा हामीले गरिरहेका छौँ भने यसको इफेक्टिभनेस बढेको पाइएमा हामीले के गर्छौँ भन्दा यसलाई पालिका मार्फत अथवा कृषि विकास कार्यालय मार्फत अथवा हाम्रो राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना मार्फत चाहिँ हामीले लान सक्छौँ। अब हामीले जुन उत्पादन गरेको टाइकोडर्मा छ त्यो टाइकोडर्मालाई चाहिँ हामी फिल्डमा एप्लिकेसन गर्न गइरहेका छौँ। जस्तो हामीले के गरौँ त भन्दाखेरि टाइकोडर्मालाई कम्पोस्टमा अहिले पनि देखाएँ मैले भिडियोमा, कम्पोस्टमा हामीले कसरी मोल्यौँ, कम्पोस्टमा कसरी त्यसको चाहिँ मल्टिप्लाई गऱ्यौँ भन्ने बारेमा पनि हामीले भनिसकेका छौँ र त्यो कम्पोस्ट चाहिँ हामीले के गरौँ त भन्दाखेरि यो फिल्डमा ल्याएर मल चाहिँ छरिसकेका छौँ भने त्यतिले मात्रै नपुग्ला भनेर हामीले फेरि के गरिरहेका छौँ भन्दा उत्पादन गरेको जुन टाइकोडर्मा छ यो टाइकोडर्मालाई के गरियो त भन्दाखेरि अब हामीले यो लाउने गानामा लाउने बेलामा पनि लाइनमा पनि हामीले यो टाइकोडर्मालाई चाहिँ हामीले यसमा माथि छर्दैछौँ। अब हामीले एप्लाई गर्दैछौँ, हेर्नुहोस् त त्यसलाई चाहिँ हामी त्यो गानामा पनि पर्ने गरेर एप्लिकेसन गर्दैछौँ। सर र यसरी हालिदिँदाखेरि जस्तो बिउ उपचार गर्दाखेरि कहिलेकाहीँ के हुन्छ चिस्यान बढी भइदिएर त्यसले चाहिँ अब यसलाई अलिक सुक्न समय लाग्ने भएको भएर हामीले फिल्डमै ल्याएर रोमै हामीले हालिरहेका छौँ। अब म तपाईँहरूलाई यो टाइकोडर्मा प्रयोग गर्दाखेरि यसमा जीवित चिज हुने भएको कारणले गर्दा अलिकति प्रिकसनमा ध्यान दिनुपर्छ। यसका के कुराहरू जान्न जरुरी छ भन्ने महत्त्वपूर्ण, किन भन्दाखेरि हामीले त्यो विषादी छरे जस्तो यो हुँदैन, त्यो भएर यहाँको माइक्रो क्लाइमेट चाहिँ एकदमै हामीले मिलाउन जरुरी छ। अब इन्भाइरोमेन्टमा के हुन्छ त भन्दाखेरि सोइलमा मोइस्चर हुन जरुरी छ, केही मात्रामा धेरै एकदमै चिपिक्क हुने मोइस्चर हुनु भएन, तर के हुनु भने चिस्यान चाहिँ कायम हुनु पर्यो। जस्तो यहाँ चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ यो चिस्यान चाहिँ एकदम ठिक्कको चिस्यान छ। यो चिस्यानले के गर्छ त भन्दाखेरि यो जुन यसमा भएको जीवाणु छ त्यो जीवाणुलाई चाहिँ यसलाई बाँच्नको लागि चाहिँ दिने इन्भाइरोमेन्ट हो। के भन्छ भने सुक्खा भयो भने के हुन्छ टेम्परेचर बढी हुन्छ, टेम्परेचर बढी हुने बित्तिकै के हुन्छ भने यो चाहिँ सर्भाइभ हुन सक्दैन। त्यो कारणले गर्दाखेरि हामीले यो इन्भाइरोमेन्ट मिलाउनु जरुरी छ। सकभर हामीले के हुन्छ भने एकदमै चर्को घाममा पनि यसलाई एप्लिकेसन गर्न हुँदैन। यो चाहिँ वास्तवमा भन्ने हो भने बिहान पख अथवा तपाईँको 2 बजेपछि त्यो इन्भाइरोमेन्ट भयो भने त्यो टेम्परेचर जहाँ अलि बढी गर्मी हुने ठाउँ छ त्यस्तो ठाउँमा हामीले ध्यान दिनुपर्ने हुन्छ। अब हामीले हेर्नुहोस् त यो जुन बनाएको टाइकोडर्मा छ हामीले फिल्डमा यसरी ब्रोडकास्टमा पनि हामीले एप्लिकेसन गरिरहेका छौँ। त्यो लाइनमा सोइङमा पनि हालेका छौँ, साथसाथै हामीले कम्पोस्टमा पनि हाल्यौँ र अहिले के गरिरहेका छौँ त भन्दा योलाई चाहिँ हामीले यसरी चिस्यान यो इरिगेसन गराएर चिस्यान बनाएर यसमा एप्लिकेसन गरिरहेका छौँ। अब यसरी छरिसकेपछि यो जतासुकै टाइकोडर्मा मात्रै हुने भयो र यसले चाहिँ के हुन्छ त अब आफ्नो इनोकुलम डेभलप गरेर यसले यहाँ अदुवा यो माटोमा भएको छ यदि जीवाणु छ भने पनि त्यसलाई पनि यसले व्यवस्थापन गर्ने भयो र साथसाथै हाम्रो बिउमा छ भने पनि यसले बिउमा आउन नदिने भयो र साथसाथै अन्तबाट आक्रमण हुन सक्ने जति पनि त्यो ढुसीहरू आउन सक्छन्, हानिकारक ढुसीहरू, यो फाइदाजनक ढुसी जुन टाइकोडर्मा छ यसले चाहिँ सहयोग गर्ने भएको कारणले गर्दाखेरि यो जैविक विधि हो। यो विधिमा जान सकियो भने मात्रै हामीले के हुन्छ भने अदुवालाई चाहिँ यो अर्ग्यानिक बनाउन सक्छौँ। त्यो अर्ग्यानिक सर्टिफिकेसनमा जान सकिन्छ, जसले गर्दा हाम्रो बाहिर एक्सपोर्ट गर्ने बेलामा पनि यी मापदण्डहरू पुरा गर्न सकियो भने मात्रै हामीले एक्सपोर्ट गर्न सक्छौँ भन्ने मैले यहाँ देखाएँ। अब म यहाँहरूलाई यो टाइकोडर्मा सस्पेन्सन कसरी बनाउने भन्ने बारेमा जानकारी दिनु गइरहेको छु। हामीले के गर्छौँ त भन्दा जुन तयार भइसकेको टाइकोडर्मालाई अब हामीले ड्रेन्चिङ गरेर हाम्रो प्लटमा चाहिँ अब स्ट्यान्डिङ क्रपमा हामीले कसरी प्रयोग गर्ने भन्ने हो। हामीले त्यो गाना कुहिने रोगको लागि चाहिँ त्यो गानैमै हामीले हाल्नको लागि हामी तयार गर्दैछौँ। यसलाई कति हाल्ने त भन्ने कुरा जानकारी दिनु गइरहेको छु। यो चाहिँ 250 ग्रामको एउटा प्याकेट छ, यो 1 पाउ भन्छौँ। 250 ग्रामको प्याकेटलाई चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि 15 लिटर पानीमा चाहिँ यो एउटा प्याकेट हालेर हामी चाहिँ बोल्छौँ। त्यही हिसाबले हामीले यहाँ के गरेका छौँ त भन्दाखेरि यो भाँडामा 45 लिटर पानी हालेका छौँ। 45 लिटर पानीमा अब हामीले 3टा पोका हाल्दैछौँ। 3टा पोका हाले एउटा पोका हामीले हालिसक्यौँ। अब त्यस्तै गरी फेरि यो पोकालाई पनि हामी राम्रोसँग चाहिँ यसलाई मिक्स गरेर यहाँ हालिदिन्छौँ। हामीले चलाउनु पर्ने हुन्छ यसको पुरै स्पोरहरूलाई चाहिँ त्यो पानीमा चाहिँ घुल्नको लागि चाहिँ हामीले केही बेर हामीले राम्रोसँग चलाइसकेपछि यसमा कलर आउँछ, यसमा हरियो खालको कलर आउँछ। अनि कलरको आधारले हामीले कति पानी थप्ने अथवा नथप्ने भन्ने पनि हामीले यसको चाहिँ हामीले यहाँ मापदण्ड बनाएका छौँ। अब हामीले यहाँ हेरेका थियौँ 10 लिटर पानी हाल्दाखेरि राम्रो हुन्छ कि अथवा 15 लिटर पानी हाल्दा राम्रो हुन्छ भनेर हेरेका थियौँ। त्यो हेर्दाखेरि यसमा चाहिँ हामीले के गर्यौँ त भन्दाखेरि यो 10 लिटर पानीमा हालेको
जुन हामीले एउटा पोका जुन भनेको छौँ 250 ग्रामको पोका चाहिँ 10 लिटर पानीमा हालेर घोल्यौँ। त्यस्तै गरी यो चाहिँ फेरि 15 लिटर पानीमा हालेर घोल्यौँ र यो चाहिँ हामीले हाम्रो केही पनि नहालेको चाहिँ सफा पानी भयो। यसरी हेर्दा जुन हरियो रङको कलर यहाँ अलि बढी गाढा देखिएको छ, यो चाहिँ ठिक्कको देखिएको छ। अब हामीले अवस्था हेरेर फिल्डमा चाहिँ डिजिजको अवस्था कस्तो छ त्यसको आधारमा पनि हामी हेर्न सक्छौँ। यो हाल्दा राम्रो त पक्का हुन्छ नै, तर के हुन्छ भने अब हामीले अलिकति इकोनोमिक पनि हेर्नु पर्यो। हामीले फेरि किसानहरूले छर्दाखेरि यसलाई चाहिँ अलिक सस्तो पनि हुनु पर्यो भन्ने हिसाबले काम पनि गर्नु पर्यो र अलिकति इकोनोमिक पनि हुनु पर्यो भनेर हामीले यो कन्सन्ट्रेसनमा हामीले गर्दैछौँ। र विशेष गरी यो टाइकोडर्मा केमा बढी प्रयोग गरिन्छ त भन्दाखेरि जरा कुहिने, डाँठ कुहिने, त्यस्तै गरी तपाईँको यो बेर्ना कुहिने यस्ता अथवा ओइलाउने रोगहरू जति पनि छन् त्यस्तो रोगहरूको नियन्त्रण गर्नको लागि यो प्रयोग गरिन्छ। अब यसले कसरी काम गर्छ त भन्दाखेरि जस्तो मानौँ हामीले प्रयोग गरिसकेपछि कसरी काम गर्छ भन्दा यसको 3टा मेकानिजम हुन्छ। एउटा के हुन्छ त भन्दाखेरि यो माइकोप्यारासिटिजम भन्छ। माइकोप्यारासिटिजम भनेको यसले गएर त्यहाँ भएको हानिकारक जुन ढुसी छ नि त्यो ढुसीमा गएर यसले चाहिँ के हुन्छ आफ्नो काम सुरु गर्छ। त्यहाँ चाहिँ त्यो जर्मिनेट हुन्छ, त्यहाँ गएर चाहिँ त्यो ढुसीको चाहिँ चिजहरूलाई यसले खाइदिन्छ अनि खाएर चाहिँ के हो नि भन्दा त्यो बिस्तारै त्यसको चाहिँ त्यसलाई शिथिल बनाउने र कमजोर बनाइदिन्छ। एउटा त्यस्तो हुन्छ। प्यारासिटिजम भनेको बुझ्नु नि, प्यारासिटिजम भनेको त्यहाँ गएर आश्रित हुने, त्यो चिज खाइदिने। अर्को के हुन्छ प्रतिस्पर्धा गर्छ। मुख्य बुझ्नु पर्यो यसले प्रतिस्पर्धा के गर्छ त भन्दा जस्तो हाम्रो त्यहाँ खेतबारीमा माटोमा अथवा चाहिँ त्यसको बिरुवामा त त्यो चाहिँ ढुसीको जीवाणु त छ, त्यो ढुसीको जीवाणुसँग यसले के गर्छ त भन्दा पानीमा प्रतिस्पर्धा गर्छ, लाइटमा प्रतिस्पर्धा गर्छ, न्युट्रिएन्ट खानेकुरामा प्रतिस्पर्धा गर्छ अनि स्पेस भनौँ न त्यो वासस्थानमा प्रतिस्पर्धा गरेपछि त्यसलाई पुग्दैन अनि त्यसलाई यो त्यति छिटो ग्रोथ हुन्छ नि। त्यो त्यहाँ भएको ढुसी हानिकारक ढुसी भन्दा यो फाइदाजनक ढुसी एकदमै छिटो ग्रो हुन्छ। छिटो बढ्ने भएको कारणले गर्दा त्यो ढुसीले त्यो प्रतिस्पर्धा गरेर तिनीहरूलाई त्यहाँ बढ्न दिँदैन र त्यो ग्रो हुन पाउँदैन। एउटा अर्को के हुन्छ त भन्दा यसले केही केमिकल पनि निकाल्छ है, एन्टिबायोटिक्स भन्छौँ हामी। त्यो चाहिँ त्यो माइक्रो केमिकलहरू निकाल्छ, त्यसले चाहिँ गर्छ भन्दा त्यसलाई चाहिँ इनिबिट गर्छ, ग्रोथ बढ्न नदिने त्यस्तो गर्छ। र त्यो कारणले गर्दा के हुन्छ भन्दा यस्ता खालका चाहिँ जुन फाइदाजनक ढुसी छन् ती हाम्रै माटोमा छन्, हाम्रै खेतबारीको बालीहरूमा छन्, त्यहाँबाट आइसोलेट गरेर त्यहाँबाट निकालेर यसरी हामीले मिडिया बनाएर यस्तो खालको चिज प्रयोग गर्न सकियो भने आउने दिनहरूमा जुन किसिमले किसानहरूलाई रोगबाट जुन ढुसीबाट यसले कहिलेकाहीँ ब्याक्टेरियल रोगलाई नै काम गर्छ र यसले एउटा के पनि भनेको छ भने यसले चाहिँ राम्रोसँग प्रयोग गर्ने भने यसले चाहिँ बाली नालीको वृद्धि विकासमा पनि हेल्प गर्छ भनेपछि यस्तो खालको टाइकोडर्मा चाहिँ हामी युज गर्न सक्छौँ। आउने दिनहरूमा हाम्रो अदुवालीमा अनुसन्धान कार्यक्रम मात्रै होइन समग्र अरू क्षेत्रहरूमा पनि हामीले यो टाइकोडर्माको चाहिँ व्यापक प्रयोग गर्नको लागि हामीले उपलब्ध गराउनेछौँ र तमाम यो भिडियो हेर्ने किसानहरू अथवा प्राइभेट सेक्टरहरूलाई पनि के अनुरोध गर्न चाहन्छु भने अब हामीले विषादीको न्यूनीकरणमा जानियो भने यस्ता खालका चाहिँ आइपिएम विधिहरूमा यस्ता खालका जैविक विधिहरूमा हामी जान जरुरी छ। यसको लागि पूर्वाधारहरू तयार गर्दै आउने दिनहरूमा व्यापक रूपमा यसको उत्पादन गरेर प्रयोग गर्न सकियो भने किसानहरूलाई जुन परिरहेको समस्या छ त्यो समस्याको हल हुनेछ भन्ने विश्वास राख्दै आउने दिनहरूमा फेरि यस्तै किसान उपयोगी प्रविधिहरूसँग जोडिने बाचाका साथ बिदा हुन्छौँ। नमस्कार।